हेलो नमस्ते कोनिचिवा स्वागत छ मेरो च्यानलमा। सो यो भिडियो सुरु गर्नुभन्दा अगाडि चाहिँ म सबै जेम्से फ्यानहरूसँग माफी माग्न चाहन्छु, किनकि मैले अननेसेसरीली धेरै जोक गरे जस्तो लाग्यो। म उसको गीतमा नाचे पनि होइन, तर स्वाक्सटोले आज बिहान मलाई जेम्सेको यो गीत सुनायो बलिङ भन्ने। अनि त्यसपछि हुन्छ नि मेरो एउटा जेम्से प्रतिको एउटा पर्सपेक्टिभ, एउटा नजरिया, म जुन तरिकाले हेर्थेँ जेम्सेलाई एज अ ऱ्यापर हुन्छ नि, त्यो पर्सपेक्टिभ नै मेरो चेन्ज भएको छ। किनकि यो वान अफ द बेस्ट सङ जेम्सेको भन्न चाहन्छु ओभरअल होइन। सो आज चाहिँ रिडेम्सन जेम्सेको फ्यान्सहरूलाई मेरो तर्फबाट, किनकि अब बलिङ हेर नि यहीँ बलिङ अनि अर्थ बल जस्तो गोलो छ नि त, यहीँ भिजुअल मेटाफोर भइसक्यो होइन। अब यो गीतभरि कति होला त मैले मजाले सुनेको छैन, तर स्वाक्सटोले सुन कि सुन भनेर सुनाएर उसले मलाई पुरै बुझाएर भनेको छ। सो लेट्स ब्रेक इट डाउन बार बाई बार है त, जेम्सेको बल एन्ड लेट्स गो। बाई द वे बलिङ भनेको बलिङ भयो आम रोलिङ, म गरिरहेको छु बलिङ हुन्छ नि, आम स्टाइलिङ, त्यस्तोलाई नि बलिङ भन्छ। सो अर्थबाट सिधै यो कहाँ हो, नेपालै हो, किनकि उहाँ त इन्टरनेसनल टुर गरिराख्नुहुन्छ नि त। सो कहाँ हो, नेपालै हो, त्यसलाई पोखरा हो। यस्तो हुन्छ स्टुडियो खतरा आर्टिस्टहरूको हुन्छ नि, स्याटेलाइटबाट जुम इन गरेर सिधै हेर्नुहुन्छ। 1 2 3 4 5 6वटा स्क्रिन छ, 6 त्यो फोर्थमा दुईवटा छ अझै, एउटै हो तर स्क्रिनभित्र दुईवटा स्प्लिट छ। Check it, fuck it, just wait till I drop it. नयाँ जुत्ता कप it, I stop it, spend it. Big time baller. त्यो जे गोल र कुन चाहिँ काली केटीको एउटा गीत थियो, त्यसको याद आयो। तर इन नेभर कपिज उसको ओरिजिनालिटी भन्ने शब्द। मेन कुरा नै ऱ्यापमा पाउनु भनेको अचिभ गर्न सक्नु भनेको आफ्नो ओन स्टाइल हुन्छ नि, किनकि धेरै कपी हुन्छ नि, तर एउटा आफ्नो ओन स्टाइल पाउनु चाहिँ एकदमै गाह्रो हुन्छ एज एन ऱ्यापर। सो उहाँले पाउनु भइसक्यो। सो राइड इट स्मुथ नो स्टलिङ भनेको चाहिँ यहाँ भिजुअल मेटाफोर पनि छ है। फेरि बाइकमा छ, बाइकमा के हुन्छ राइडिङ, अर्को राइडिङ भनेको चाहिँ सेक्स, यौन सम्पर्क हो। अनि त्यसपछि स्मुथली गर नो स्टलिङ, अड्किनु हुन्छ नि, त्यस्तो गर्नु हुँदैन। किनकि म कुकुर होइन भनिरहेको छु, किनकि कुकुरहरूको चाहिँ डिकमा, मेल डगको चाहिँ डिकमा फोर्सकिन हुँदैन, अनि फोर्सकिन हुँदैन, अनि त्यही भएर सेक्स गरेर इज्याकुलेट भएपछि त्यसले गर्दा टाँसिन्छ। अनि केटा मेल डगको बोनर नगएसम्म चाहिँ भित्र अड्किरहेको छ। सो हिरो वान द्याट सिट है, ऊ चाहिँ नो स्टलिङ नअड्क्यो, किनकि म कुकुर होइन। लेट्स गो। उसलाई लागिरहेछ आज हो कि भोलि भनेर, किनकि उसको सेक्स यति लङ लास्टिङ हुन्छ कि आज गऱ्यो भोलिसम्म हुन्छ नि त। सो ऊ नै कन्फ्युज भइरहेछ आज हो कि भोलि। सो तिमी को हो थाहा छैन, तर तिमी कहाँबाट छौ मलाई थाहा छ। सो त्यो भनेको कसैको कहाँ छ भनेर थाहा भयो नि, उसको केही पार्ट जान्नु हो नि त। अनि त्यसपछि अरूले फेमस गर्नलाई के गर्यो, तर उसले गरेको छैन। उसले कोहीसँग न्यु खोजेर बिफ गरेर धेरैजना त्यसरी फेमस हुन्छ नि त, ऊ त भएको छैन। चलेको आर्टिस्ट ट्रेन्डिङ के छ तिनीहरूसँग त्यो गरेर फिचर गरेर उसले त्यस्तो गरेको छैन। ऊ आफ्नै मेहनतबाट यहाँसम्म पुगेको हो। सो he never did that shit हुन्छ नि।
आमामा sorry आमामा 1,100,000 94,000 million so त्यति भ्युज गइसकेको छ है जेम्सेको चेक द एल्गोरिदम चेक द स्ट्याट भनिरहेको छ किनकि यसमा लाइक 70K मात्र गइरहेछ लाइक यो चाहिँ उसले चाहिँ के देखाउनु खोज्यो भने लाइक फेमस पनि भयो तर लाइक नम्बरहरू नआइकन नि मेरो पपुल्यारिटी उतुकै रहिरहन्छ भने अरूले चाहिँ बुस्टिङ गर्छ भ्युज बढाउनलाई उसले चाहिँ डिबुस्टिङ गरेको छ यो गीतमा इन्ट्रेस्ट छैन मलाई उमा किनकि हात हाल्दिन म गुमा सो इन्ट्रेस्ट छैन उमा ऊ हात हाल्दैन गुमा के भन्न खोज्दैछ त सो जेम्सले चाक छुँदैन गु हगेपछि किनकि लाइक धुँदाखेरि त लाइक हात लगेर धुनुपर्छ अनि अलिअलि गु लाग्छ सो उसले गुमा हातै हाल्दैन रे सो उसले धुँदैन लाइक कि रेन्सिङ हुन्छ नि त्यो पानीले मात्र पखाल्छ कि लाइक त्यो पखाली पनि लाइक राम्रोसँग जाँदैन नि त यु हेभ टु गेट इन देयर सफा गर्नुपर्छ या पानी हालेर टिस्युले हुन्छ नि पुस्ने त्यो नि हुनसक्छ लाइक अमेरिकन स्टाइल उहाँ इन्टरनेसनल हो नि त बाहिरतिर त पानीले धुँदैन जस्ट टिस्युले पुस्छ त्यो चाहिँ भन्न खोजेको हुनसक्छ जेम्सी बोय कन्टिनेन्टल रुट बोय भइनी छु म जेन्टल सरी जेम्सी बोय कन्टिनेन्टल कन्टिनेन्टल होइन कन्टिनेन्टाल किनकि ऊ गएपछि लाइक ब्याङ्गर हान्छ नि त तोडफोड हुन्छ अनि लाइक त कुन कन्टिनेन्टमा चाहिँ त्यो कन्टिनेन्टल होइन कन्टिनेन्टाल रुट बोय भइनी छु म जेन्टल या काइन्डनेस I see everything तर होइन सेन्ट्रल पोखरेली ठिस हामी सबै मेन्टल आई सी एभ्रिथिङ होइन सेन्ट्रल बुझ्दैछ नि उसलाई धेरैजनाले भनिरहेको छ सी सेन्ट्रलको कपी हो भनेर बट नो हि सिज एभ्रिथिङ तर ऊ होइन सेन्ट्रल उसले जोन सिनालाई नि देख्न सक्छ आइजी प्याडी सी सो सेक्सी मन पर्छ आइजी प्याडी हु इज सी उसलाई मिस्टर जेम्सी स्ट्राइक रोनाल्डो असिस्ट मेसी इफ यु फक विथ मी शिट गेट मेसी स्ट्राइक रोनाल्डो असिस्टमा मेसी इफ यु फक विथ हिम थिङ्स गेट मेसी किनकि चाखै धुँदैन होइन अनि त्यसपछि लाइक पोजिसन चेन्ज गर्दै यताउता गर्दा त गु चारैतिर लाग्छ नि त एम्बर हर्डले लाइक जोनी डेपको बेडमा हगिदिएको जस्तो सो मेसी हुन्छ तर उसले युज गर्न सक्थ्यो लाइक किक सरी स्ट्राइक लाइक रोनाल्डो असिस्ट लाइक मेसी अनि इफ यु डोन्ट किक इट विथ मी थिङ्स कुड गेट मेसी किनकि मेसी फुटबल हो नि त इफ यु डोन्ट किक इट विथ मी मसँग मिल्दैनस् भने थिङ्क कुड गेट मेसी त्यो भन्न सक्थ्यो तर उसले इफ यु फक विथ मी भनेको छ नि त सो के भन्छ त्यही हो चारैतिर गु लाग्छ मेसी हुन्छ उसले भट्टीको साउनी पनि खाइसक्यो क्लबको के भन्छ त्यसलाई पापा कि परी पनि खाइसक्यो इनसाइड तर सधैँ आउटसाइड यु नो लाइक त्यो अगाडिको सेक्सको रिफरेन्स अहिलेसम्म दिइरहेछ एउटा भर्सलाई होल्ड इट टुगेदर गरेर उसले होल्ड गर्न सक्छ मैले भन्ने त आज हो कि भोलि थाहा छैन लाइक आज गऱ्यो भने भोलिसम्म गर्न सक्छ सो हि क्यान होल्ड इट अनि त्यसपछि इनसाइड आउटसाइड भित्र बाहिर हिमाल पहाड तराई खासमा कोही छैन पराई लाइक हुन त उसले भनिसक्यो लाइक अरू जस्तो पाराले चलेको छैन डिसिस गरेर तर लाइक हिमाल पहाड तराई भन्ने बित्तिकै के याद आउँछ किनकि उसले नवाज अनुसारलाई धोती मधेसी भनेको थियो नि त लाइक हिमाल पहाड तराई छैन कुनै नि पराई किनकि उसले डिस उनीहरूको बिफ लाइक त्यो बिफले नै चलेको भन्नुहुन्छ नि त्यो गलत हो अगाडिदेखि चलेको त्यो जस्ट बिफले चाहिँ नवाज अनुसारलाई पुस भएको हो होइन अनि त्यही लाइक तराई हुन्छ नि बिफ भए पनि लाइक कोही पनि छैन पराई लाइक नवाज अनुसारी पनि पराई छैन उसको लाइक गुड टर्म्समा छ उसले हेल्प गरेको थियो नि त नवाज अनुसारलाई करियरमा परदेशी भनेको के हो विदेशी नै हो नि त लाइक पराईको मान्छे छ परदेशी स्टाइल विदेशी
छैन कसैले दाजुभाइ मिलेसी या त्यो अघि भन्यो नि त तराई लाइक तराई पहाड डिसाने पनि पढाइ छैन सो दुईजना मिलेपछि कसले पनि सक्दैन $100,000 आजकल कम्बो तेरो कति कम हो दाजुभाइ मिलेसी $100,000 आजकल कम्बो $100,000 once 10,000 10,000 100,000 लाख 10 लाख करोड सो 100 को दरले मात्रै लाइक कन्भर्ट गरे पनि 1 लाख 1 करोड सरी 1 करोड पनि उसलाई कम हुन्छ तेरो पालो सक्यो अब मेरो टर्न ब्रो नराम तेरो पालो सक्यो आम डन $100,000 आजकल कम्बो तेरो पालो सक्यो अब मेरो टर्न ब्रो तेरो पालो सक्यो डन ब्रो ओके सक्यो डन लाइक डन गुन्डा डन डिओएन डन सक्यो कुटी और गड्डी मेरा काला एके सन्ताली उसले यहाँ हिन्दीमा हानेर के देखाउन खोज्दैछ भने नवजान्सलाई धोती मधेसी लाइक जे भने पनि त्यो जस्ट उसलाई पुस गर्नु थियो किनकि ऊ आफैले हिन्दीमा हानिरहेको छ नि त लाइक टु सो लभ मेरा शौक नहीं बनना स्लिम सेडी उसका ऱ्याप सोक नै लाइक ऱ्याप जेम्सेको सोक नै होइन लाइक सोक नभइकन नि यत्तिकै यत्रो फेमस हिट सङ लाइक 1 करोड पनि उहाँलाई कम हुन्छ ऊ चाखै धुँदैन हुन्छ नि लाइक आज गऱ्यो भने भोलिसम्म गर्छ आज हो कि भोलि थाहा छैन लाइक त्यस्तोसम्म भयो भने लाइक ऱ्यापमा सोकै छैन स्लिम सेडी हुन सक्दैन चाहेको भए बन्न सक्थ्यो त्यही भएर उठिरहेको छ रियल स्लिम सेडी प्लिज स्ट्यान्ड अप त्यसैले यो ठ्याक्क सर्टमा उठिरहेको छ चाहेको भए लाइक स्लिम सेडी नेपाली स्लिम सेडी बन्न सक्थ्यो तर सोकै छैन त्यो थियो जेम्सेको बलिङ वान अफ द बेस्ट सङ अफ आवर जेनेरेसन अगेन है सरी जेम्से फ्यानहरूको लागि मैले यो मिस आउट गरिरहेको थिएँ मेरो नफरत हेटले हुन्छ नि मेरो आँखा बन्द थियो आज खुलेको छ सो त्यही हो लास्टमा चाहिँ त्यही भन्न चाहन्छु चाक चाहिँ धुवा होइन हात गुमा हाल्नुपर्छ सरी गुमा हात हाल्नुपर्छ नभए चाक सफा हुँदैन लाइक इन्फेक्सनहरू हुनसक्छ लाइक पैसा भने त आउँछ केटीहरू होइन तर यदि सकेपछि लाइक प्यान्ट खोल्दै गुगन आयो भने त लाइक भाग्न सक्छ नि त सो त्यति भन्नु थियो सानो क्रिटिसिजम त्यो बाइकहरू त सबै खतरा छ सो थ्याङ्क यू गाइज फर वाचिङ अरू कुन आर्टिस्ट छ त लाइक मेरो आँखा खोलिदिने प्लिज तल कमेन्ट गरिदिनु होला थ्याङ्क यू फर वाचिङ पिस